ॐ यज्ञानतिमिरान्धस्य ज्ञानञ्जनशलाकाय चक्षुरुन्मीलितं येन तस्मै श्रीगुरवे नमः। श्रीचैतन्यमनोभीष्टं स्थापितं येन भूतले स्वयं रूपं कदा मह्यं ददाति स्वपदान्तिकम्। हे कृष्णा करुणा सिन्धो दीनबन्धो जगत्पते गोपेश गोपिका कांत राधा कांत नमस्तुते। तप्त कांचन गौरांगी राधे वृंदावनेश्वरी बृकबान सुते देवी परमामि हरि प्रिये। शांतकारं भुजगशयनं पद्मानभं सुरेशं विश्वधारं गगनसदृशं मेघवर्णं शुभांगं लक्ष्मीकान्तं कमलनयनं योगधीगमयनं वन्दे विष्णु भवभयं सर्वलोकैकनाथं। हरे कृष्णा कृष्ण कृष्ण हरे 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 राम 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 हरे हरे। सबैजना भक्तहरूलाई मेरो दण्डवत प्रणाम। आजको संडे दिन आइतबार चैतको 22 गते मा हजुरहरूलाई रामायणबाट एउटा प्रसंग लिएर फेरि आएको छु। त रामायणमा एउटा बडो राम्रो प्रसंग छ। भगवान रामको राज्याभिषेक भइसकेपछि महा आनन्दले आफ्नो राज्य सञ्चालन गरिराख्नुहुन्छ। तर जनताको स्थितिलाई बुझ्नको लागि आफ्नो सेवकहरूलाई गुप्तचरको रूपमा पठाउनुहुन्छ। बुझ्नुहुन्छ मेरो के भइरहेको छ, जनताले के भनिरहेका छन्। तर सेवकले आएर बताउँछन् जनताले रामको आलोचना गरिरहेका हुन्छन् सीतालाई लिएर। किन भन्दा सीतालाई रावणले अपहरण गरे लगेर फेरि सीतालाई आफ्नो राज्यमा ल्याउनु भएको थियो भनेर उहाँको लोकनिन्दा भइरहेको थियो। त्यो लोकनिन्दा उहाँले सुन्नुहुन्छ र त्यो लोकनिन्दालाई सुन्नेपछि उहाँको मन खिन्न हुन्छ र उहाँ चाहिँ इक्ष्वाकु वंशको राजा हुनुहुन्थ्यो। उहाँ वचनको पक्का हुनुहुन्थ्यो र उहाँ आफ्नो मर्यादा पुरुषोत्तम, उहाँ आफ्नो मर्यादालाई बचाउनको लागि, आफ्नो वंशको गौरवलाई बढाउनको लागि कुनै पनि किसिमको निन्दा सहन तयार हुनुहुन्थेन। र त्यसपछि उहाँ आफ्नो कुलको गौरवलाई बढाउनको लागि, आफ्नो कुलको गौरवलाई बचाउनको लागि, जोगाउनको लागि उहाँले कठोर निर्णय गर्नुहुन्छ र उहाँ लक्ष्मणजीलाई सीतालाई वाल्मीकि ऋषिमा लगेर छोड्देऊ भनेर इजाजत दिनुहुन्छ। त्यो बेला चाहिँ सीता गर्भावस्थामा रहेकी हुन्छन्। तैपनि भगवान रामको राजाको आदेश आइसकेपछि लक्ष्मणले त्यसलाई पालन गर्न जानुहुन्छ र माता जानकीलाई लक्ष्मणजीले अनुरोध गर्नुहुन्छ, माते हजुर चाहिँ गंगाको तटमा गएर व्यक्त गर्नुभएको छ, म त्यहाँ हजुरलाई लिएर जान्छु भनेर सीतालाई भन्नुहुन्छ। कस्तो हुन्छ भने पहिला उहाँ वचन पनि दिएको हुन्छन् सीताजीलाई कि सीताजीले इच्छा व्यक्त गर्नुभएको थियो कि चाहिँ म गंगामा गएर केही महिनासम्म त्यहाँ बस्छु भनेर। अब त्यहाँ सीताजीलाई त्यो कुरा थाहा हुँदैन। तर चाहिँ लक्ष्मणजीले उहाँलाई आग्रह गर्नुहुन्छ र उहाँ एकदम सज धज गरेर उहाँले आफ्नो सबै श्रृङ्गारहरूले लगाएर माता सीता लक्ष्मणको रथमा गएर बस्नुहुन्छ र लक्ष्मणले सीताजीलाई सहयोग गरेर बसाउनुहुन्छ र लिएर चाहिँ सुमन्त, लक्ष्मण र त्यसपछि माता सीताजीलाई लिएर प्रस्थान गर्नुहुन्छ। र प्रस्थान गर्ने बेलामा माता सीताको एकदम मन खिन्न हुन्छ, उहाँ दुखित हुन्छन् र उहाँको बायाँ आँख फड्किन थाल्छ र भन्नुहुन्छ, लक्ष्मण मेरो बायाँ आँख फड्किरहेको छ, यसमा केही ताना त हुँदैन, किन यस्तो भगवान राम के हुनुहुन्छ, कस्तो हुनुहुन्छ भनेर उहाँले भन्नुभयो। होइन त्यस्तो केही छैन र प्रस्थान गर्नुभयो। जाँदै
गोमती तटमा पुग्नुभयो र गोमती तटमा राति पर्यो र राति परेको बेलामा उहाँहरू त्यहाँ आराम गर्नुभयो र आराम गरिसकेपछि भोलिपल्ट फेरि चाहिँ उहाँ सुमन्तले उहाँको सारथी लिएर फेरि हिँड्नुभयो र जाँदा जाँदा गङ्गामा पुग्नुभयो र गङ्गामा पुगिसकेपछि गङ्गाको तटमा पुगिसकेपछि दण्डवत प्रणाम गर्दै लक्ष्मणले विलाप गर्न थाल्नुभयो, रुन थाल्नुभयो र यो विलाप गरिसकेपछि सीतालाई अनौठो लाग्यो। बाबु तिमी किन विलाप गरिरहेका छौ, के भयो र तिमी किन यस्तो, यो त खुसी हुने क्षण हो, म त तपस्या गर्न गइरहेको छु, म फेरि आइरहेको छु, सायद तिमीलाई भगवान रामसँग यति प्रेम छ कि 2 दिनको वियोगले पनि यति पीडित हुँदो रहेछौ भनेर चाहिँ उहाँले विभिन्न किसिमको कुराहरू गर्नुभयो र लक्ष्मण विलाप गर्दै फेरि अन्तमा चाहिँ रहस्य बताउनु भयो सीताजीलाई। सीता राज्यमा धेरै लोक निन्दा भयो, जनताहरूले धेरै निन्दा गर्न थाल्नुभयो र भगवान राम इच्छाको वंशको भएको हुनाले आफ्नो परिवारको गौरवलाई बचाउनको लागि यो सबै गर्नुभएको छ। अब हजुर चाहिँ गङ्गा तट पार गराउँछु र गङ्गा तटलाई पार गराएर म त्यहाँ तपाईलाई छोडेर म फर्किन्छु भनेर चाहिँ एकदम दुःखको साथ चाहिँ सीताजीलाई जानकारी गराउनुहुन्छ र त्यो भन्नासाथ सुमन्त पनि त्यहाँ हुन्छन्, सुमन्त पनि दुखित हुन्छन् र सीतालाई त्यहाँ छोडेर सीतालाई भन्नुहुन्छ यहाँ वाल्मीकिको आश्रम छ, त्यो वाल्मीकिको आश्रममा तपाईँ शरण लिनुहोला भनेर त्यहाँबाट उहाँ चाहिँ फर्किनुहुन्छ। फर्किँदाखेरि उहाँहरूको यति शोक हुन्छ कि सीताजीलाई पछाडि फर्केर हेरिराख्नुहुन्छ र सीताजीले पनि लक्ष्मण बाबुलाई हेरिराख्नुहुन्छ र 2 जनाको बीचमा दूरी बढ्दै जान्छ। लक्ष्मण जान्छन् र सीता फेरि विलाप गर्न थाल्छिन्, रुन थाल्छिन्, मेरो प्रारब्ध कस्तो छ, मेरो जीवन कस्तो छ, म फेरि एकदम निष्ठुर छु, सायद म पहिलो जन्ममा कुनै कन्याको बिहेमा बाधा अर्चन गरेको होला, म कति पापी छु, मेरो प्रारब्धमा यस्तो के लेखेको छ भनेर उहाँले विलाप गर्नुहुन्छ र विलाप गरेपछि विलाप गर्नुहुन्छ र विलाप गर्दै उहाँ मूर्छित हुनुहुन्छ र मूर्छित भइसकेपछि उहाँलाई होस आउँछ। वाल्मीकि ऋषिको आश्रममा पुग्छिन् र वाल्मीकिले उहाँलाई सोध्छन् र वाल्मीकि ऋषि भनेको को हुनुहुन्छ भने उहाँको दशरथ उहाँको ससुराको मित्र हुनुहुन्थ्यो, त्यसैले उहाँ हजुरको ससुराको मित्र हुनुहुन्छ भनेर उहाँले जानकारी पाउनुभयो र त्यहाँ गएर उहाँले वाल्मीकि ऋषि आश्रममा उहाँ बस्न थाल्नुभयो। उहाँ चाहिँ धेरै कष्ट तपस्याहरू गर्नुभयो र उहाँ माता सीताले चाहिँ त्यो विलाप गर्नुभयो र यता चाहिँ सुमन्त र लक्ष्मण फर्किँदाखेरि 2 जनाको बीचमा वार्तालाप भइरहेको थियो। हे भगवान, लक्ष्मणजी र सुमन्त लक्ष्मणलाई विलाप गरेको रोएको देखेर उहाँलाई बडो दुखित भयो, बडो दुख लाग्यो कि यो त्यसपछि त्यहाँ सुमन्तले भन्नुहुन्छ यो सबै कुरा तपाईको पिता दशरथलाई पहिला नै थाहा भइसकेको थियो, तैपनि म यो रहस्य तपाईलाई बताउँछु, लक्ष्मण सुन्नुस् ध्यान दिएर। त्यसपछि सुमन्तले त्यो रहस्यलाई बताउनुहुन्छ र भन्नुहुन्छ यो कृपया शत्रुघ्न र भरतलाई नभन्नुहोला। त्यसपछि उहाँले यो कुरा भन्दै जानुहुन्छ, भन्दै के हुन्छ भने त्यसमा दुर्वासा ऋषि चतुर्मासको महिना हुन्छ र दुर्वासा ऋषि चतुर्मासको तपस्या गर्नको लागि वशिष्ठको चाहिँ आश्रममा जान्छन् र आश्रममा वशिष्ठ मुनिको आश्रममा उहाँ चतुर्मासको लागि आफ्नो तपस्या गर्नुहुन्छ र त्यही क्रममा महाराज दशरथ पनि त्यहाँ जानुहुन्छ र दुर्वासा र वशिष्ठले महाराज दशरथको स्वागत गर्नुहुन्छ, मिलन हुन्छ र उहाँलाई चाहिँ आसनमा बस्न इजाजत दिनुहुन्छ र उहाँ बस्नुहुन्छ र उहाँ बसिसकेपछि राजा दशरथले दीर्घायुको बारेमा सोध्छन् कि हाम्रो यत्रो दीर्घायु कसरी भएको हो भनेर। त्यसपछि दुर्वासा मुनिले त्यहाँ सबै कुरा बताउनुहुन्छ।
त्यसपछि दुर्वासा मुनिले महाराज दशरथलाई त्यहाँ बस्न लगाउनुहुन्छ र भन्नुहुन्छ, प्रापूर्व कालमा देवता र दैत्यको बीचमा एकदम विशाल युद्ध भएको थियो र त्यो युद्धमा दैत्यहरूलाई एकदम सङ्कट परेको थियो र सङ्कट पर्ने क्रममा भृगु मुनिको तपस्विनी स्वामिनी तपस्विनी श्रीमती तपस्विनी थिइन्, योगिनी थिइन् र उहाँको शरणमा उहाँले आश्वासन दिएको थिइन् कि चाहिँ मैले दैत्यहरूको रक्षा गर्छु। दैत्यहरू गएर उहाँको शरणमा जान्छन् र दैत्यहरूको शरणमा गइसकेपछि देवताहरूले जानकारी गराउँछन् भगवान विष्णुलाई र भगवान विष्णु तुरुन्तै क्रोधले आएर चाहिँ तुरुन्तै त्यो तपस्विनीको त्यो योगिनीको शिर तुरुन्तै काटिदिनु, सुदर्शन चक्रले काटिदिनुहुन्छ र सुदर्शन चक्रले काटिसकेपछि भृगु मुनिलाई थाहा हुन्छ र भृगु मुनि आएर तुरुन्तै श्राप दिनुहुन्छ, जसरी मेरो श्रीमतीको शिर काटेर तपाईले मलाई दुख दिनुभयो त्यस्तै तपाईलाई पनि स्त्री वियोग हुन्छ, दुख हुन्छ भनेर उहाँले श्राप दिनुहुन्छ र त्यो श्रापले उहाँको हृदयमा दुख हुन्छ, पश्चाताप गर्न थाल्नुहुन्छ र उहाँ तपस्या गर्नुहुन्छ, भगवान विष्णुको तपस्या गर्न थाल्नुहुन्छ र तपस्याले भगवान विष्णुलाई प्रसन्न गर्नुहुन्छ र भगवान विष्णु प्रसन्न भइदिनुहुन्छ र उहाँले उहाँको त्यो दिएको श्रापलाई उहाँले स्वीकार गर्नुहुन्छ र स्वीकार गर्नुहुन्छ र सुमन्तले लक्ष्मणलाई भन्नुहुन्छ, प्रिय लक्ष्मण, यो सबै कुरा तपाईको पिता महाराज दशरथलाई दुर्वासा ऋषिले पहिला नै बताइदिनु भएको थियो। त्यसैले यो सब जे भइरहेको छ यसमा शोक गर्नुपर्ने कुनै कारण छैन, यो सब भगवानको योजना हो, भगवानले गरिराख्नु भएको छ। सुनेपछि लक्ष्मण एकदम प्रसन्न हुनुभयो, सुखी हुनुभयो र यो कुरा बुझ्नुभयो यसरी यो रहस्य भएको छ। त्यसपछि चाहिँ उहाँ भगवानको रथमा विराजमान हुँदै भगवान रामको सवारी फिर्ता भयो, भगवान लक्ष्मणजीको सवारी त्यहाँ अयोध्यामा पुग्यो र यता माता सीता चाहिँ वाल्मीकि आश्रममा बसेर उहाँले विभिन्न चाहिँ कथाहरू सुन्न थाल्नुभयो र यो प्रसंग आजको प्रसंग यही समाप्त हुन्छ। हरे कृष्ण, सबैलाई हरे कृष्ण, दण्डवत प्रणाम।